महिलाहरूलाई यौन चाहना हुँदा कस्ता कस्ता बानी व्यवहार देखाउँछन्, आउनुहोस् यस बारेमा कुरा गरौँ। कुरा गर्नुभन्दा पहिले यदि तपाईहरुले यो च्यानलबाट भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई लाइक, शेयर र कमेन्ट गर्न नभुल्नु होला, जसको कारणले गर्दा मलाई थप अरु यस्तै नयाँ भिडियोहरू बनाउन हौसला मिल्नेछ। आउनुहोस् महिलाहरूले यौन चाहना हुँदा उनीहरूले कस्ता कस्ता बानी व्यवहार देखाउँछन्, कस्ता कस्ता हाउभाउ गर्छन् भनेर कुराकानी गरौँ। महिलाहरू यौनको बारेमा त्यति खुलेर कुराकानी गर्दैनन्। उनीहरूलाई यौन चाहना अधिक भए पनि उनीहरू त्यति खुलेर कुरा गर्न चाहदैनन्। उनीहरूको हाउभाउ, बोली, व्यवहार, बानी व्यवहारबाट थाहा पाउनुपर्ने हुन्छ यिनलाई कति यौन चाहना भएको छ अथवा यौन सम्पर्क गर्न मन लागेको छ भनेर हामीले बुझ्न पर्ने हुन्छ। सर्वप्रथम त महिलाहरूलाई यौन चाहना हुँदा उनीहरूलाई यौन सम्पर्क गर्ने मन लाग्दा देखाउने प्रमुख बानी व्यवहार भनेको उनीहरूको तपाईको नजिक हुन खोजिन्, तपाईलाई छुन खोजिन् भने पनि तपाईहरुले बुझ्न सक्नुहुन्छ। यी महिलालाई अथवा तपाईको अब गर्लफ्रेन्ड होस् अथवा तपाईको श्रीमतीलाई यौन सम्पर्क गर्ने मन लागेको छ भनेर तपाईहरुले सजिलै बुझ्न सक्नुहुन्छ। त्यस्तै महिलाले लामो श्वास फेरिन्, एकदम छिटो श्वास फेरिन् भने पनि तपाईले बुझ्न सक्नुहुन्छ कि उनलाई यौन इच्छा गर्ने मन लागेको छ भनेर बुझ्न सक्नुहुन्छ। त्यस्तै उनीहरूको बोली पनि त्यस्तै सेक्स सम्बन्धी, यौन सम्पर्क गर्ने सम्बन्धी त्यस्ता बोलीहरू आयो, तपाईसँग त्यस्ता कुरा गरिन्, अलि रोमाञ्चक कुराहरू गरिन् भने पनि तपाईहरुले बुझ्न सक्नुहुन्छ उनलाई यौन सम्पर्क गर्ने मन लागेको छ भनेर सजिलै छुट्याउन सक्नुहुन्छ। त्यस्तै तपाईहरुको श्रीमती वा गर्लफ्रेन्ड तपाईसँगै हुँदा तपाईको गर्लफ्रेन्ड वा श्रीमतीको शरीर रातो भयो, तपाईको श्रीमती वा गर्लफ्रेन्डको मुखमा एकदम रातो भयो, एकदम रगतको प्रवाह भएर रातो भयो भने नि तपाईले बुझ्न सक्नुहुन्छ उनलाई यौन सम्पर्क गर्ने इच्छा लागेको छ भनेर सजिलै तपाईले छुट्याउन सक्नुहुन्छ। त्यस्तै अर्को छ उनीहरूले विभिन्न किसिमका कुरा गर्ने बेलामा त्यही यौन सम्बन्धी कुरा गर्ने अथवा तपाईको सँगै हुँदा बिस्तारा छ भने त्यो बिस्तारामा पल्टिने अनि बेडलाई यो बेड कति नरम हो भन्ने अथवा तपाईले छुने, तान्ने, तपाईका संवेदनशील अङ्गहरुमा छुन खोज्ने यी यस्तै लक्षणहरू महिलाहरूले यौन चाहना हुँदा देखाउन सक्छन्। तपाईले यहीबाट बुझ्नुपर्ने हुन्छ कि उनीहरूको बानी व्यवहार, हाउभाउ हेरेर तपाईले छुट्याउनु पर्ने हुन्छ, बुझ्न पर्ने हुन्छ उनीहरुमा यौन सम्पर्क गर्ने इच्छा लागेको छ या छैन भनेर तपाईहरुले बुझ्न पर्ने हुन्छ। यी यस्ता बानी व्यवहारहरू, लक्षणहरू महिलाहरूले देखाइन्, यस्तै हाउभाउहरू गरिन् भने पनि तपाईहरुले बुझ्न पर्ने हुन्छ महिलालाई यौन सम्पर्क गर्ने इच्छा लागेको छ भनेर बुझ्नुहुन्छ। यदि तपाईहरुले पनि म्यासेज फोनहरुमा पनि त्यस्तै कुरा गर्ने अथवा त्यस्तै इमोजीहरू पठाउने यी यस्तै कुराहरू गरिन्, यस्तै व्यवहार देखाइन् भने पनि तपाईहरुले बुझ्नु होला कि महिलालाई तपाईहरुको श्रीमती वा प्रेमिकालाई यौन सम्पर्क गर्ने मन लागेको छ भनेर तपाईहरुले सजिलै उनीहरूको भित्री कुराहरू यसरी बुझ्न सक्नुहुन्छ।